हेलो गाइज वेलकम टु माई ब्लग। अनि आज चाहिँ हाम्रो तिज स्पेसल हुनेछ। आजको ब्लग चाहिँ म चाहिँ घाममा हेर्न सक्दिनँ कि आँखा यस्तो भइरहेछ। अनि त्यसपछि आज हामी यहाँबाट अब रेडी भइसक्यौँ। मैले चाहिँ रातो रातो कुर्ता लाएँ। अब चाहिँ हामी हिँड्न लागेको। मेरो ब्याग चाहिँ यस्तो छ होइन। अनि मेरो छोरा हेलो भन्दै हेलो भन्दै हेलो आज चाहिँ म भ्लग गर्छु भनेको मामुले भ्लग गर्छ आज फेरि। चप्पल लगाउ न। चप्पल ढिलो भइसक्यो छोरा। एकछिनमा चप्पल लाउँछु फेरि भ्लग गर्छु है। मलाई चाहिँ ढिलो भइसक्यो। हामी लाग्यौँ है त। अब हामी मामा घर जान लाग्यो। आज यसपालिको तिज एकदम रमाइलो हुनेवाला छ। मामा घर गएर मजाले धेरैजना आउनुहुन्छ। मजाले नाच्ने हो है। छमछमी के गर्छौँ कसरी जान्छौँ म भन्दै जान्छु ल। चप्पल लाउँदै हुनुहुन्छ ल। भन के भन्ने यसरी भन न अहिले भन। मामुले त मलाई चस्मा लाउनु त। अनि त्यस्तो आँखा इङ गरे। ट्याक्सी पनि आयो फर्किँदैछ। मैले भ्लग गर्न दिएँ ल। म चाहिँ चस्मा लाएर बस्यो आँखै नदेख्ने गरी। अब चाहिँ हामी जान लाग्यो है। अब चाहिँ हामी जान लाग्यो। हाम्रो मामु डोर खोल्दै हैछन् चाहिँ। ट्याक्सी आऊ छोरा आऊ बसौँ ल। सोध न माइत हिँडी यता देखाइदेऊ ल। माइत तीस सेला के दर सेला होला त दर सेलाइसक्यो। घर खाइसकेका फेरि मामा कहाँ। बाई बाई हामी त गयौँ घर। हजुरहरूले मलाई बिहान अब चाहिँ हामी जाँदैछौँ है। कहाँ जाँदैछौँ छोरा? हामी बेगनास्थान। अरू कहाँ जाने हो? खोइ बिजेपुर हो कि कता हो? पुगेको छैनौँ नि बिजेपुर त। अब पुग्ने बेला हुन्ला। चाउथे हो यो त। काशीबाट नाइज स्कुल पिजाको रहारा मम्मी मेरो ब्लाउज राखिदिनु भएको। पिजाको रहारा लहर होइन कि कान्छ लहर लहर तिजको लहर आएको रहर आएको लहर आयो भने यहाँ त जाम जाम छ त हौ गाडी त। कुन चाहिँ यो ठुलो जाम होइन गाडी छैन नि बिजेपुर पुग्यो है हामी चाहिँ। तालचोक हुँदै बेगनास्थान जाने हो। अनि फेरि हामी नयाँ नयाँ राम्रो राम्रो दृश्य हेर्दै जानेछौँ है। यो बाटो कति सरल रहेछ यो बुढीले जाने बाटो होइन। सिधा हलो भइरहेको है अहिले त। बेगनास्थान आउँछ नि के? पानीले गर्दा धानबारीको पानी छ नि बेगनास्थान आइपुग्यो। आन्टीको पसल हो यो लिटल पोखरा। यहाँ आन्टीलाई पुरेको खै। यो बाटो अलिकति खराब त्यो बनिसकेको छैन। यो बाटोले गर्दा तलबाट घुमेर आएको। उलेरी आयो उलेरी अहिले कहाँ आउँछ छोरा। अब बेगनास्थान आयो भर्खरै। मोबाइल हेर भन्न पाइयो नि त अबपछि एकचोटि फोन आने हेर उकालो लाग्यो हामी यहाँबाट हामी उलेरी अब पुग्न लाग्यो। अब आउँछ अब आउँछ पछुया भन्ने ठाउँमा आयो। यहाँ तल जू छ अरे कतापट्टि जाने भनेको नि। अब अस्ति नि जाने भनेको त्यत्तिकै भयो नि त गएकै होइन। बेर लाग्दैन बाबु अब त बाटो राम्रो आयो। अघि त बाटो अप्ठ्यारो भयो स्वयं हो छोरा। अब त बेगनास्थान जान्छ। अब हामी सानसाना हिँडेको डाँडो हो यो। यस्तो पिच पनि थिएन। सुन्दरी डाँडो कस्तो राम्रो छ। यहाँ त अब यतापट्टि ताल छ। यहाँबाट ताल अनि पानी परेर रहेछ क्या यता। अब धेरै बेर छैन। तालबिसी आयो। अब उलेरी आउँछ। 2 मिनेट तालबिसी आयो अन्सु। अब 2 मिनेट बाँकी। यहाँ कस्तो थियो भाइ। हामी त यो पुल कहाँ थियो र राखेर अहिले त लिपेन जाने बाटो नि एकचोटि साह्रै अप्ठ्यारो भएको थियो पोहोर जाँदा। अहिले
गर्मीले चाहिँ नसताउने भयो है आज ठिक छ मौसम शीतल फाल न नफाल न अबे चस्मा फाल्दै लाग्यो यो तालबिसीको पुरानो बजार यो के अरे बाटो पछि यता निकालेको के बाटो बाबुलाई पढ्न आउँछ नि है लेरी यहाँ झर्नी आयो बाबु घर आयो मामाको घर आयो ल कहाँ आएको रे छोरा यहाँमा मेरो मामाको घर कस्तो देखिया पुरै भिजेर हेर निथ्रुकै भह बुढा मामाको घर आएको कति राम्रो छ बुढा सक्छु होला नि एउटा यो लियो हुन्छ बच्चा हुने लियो लिने सबैले यसरी छुट्टै राखेर ल्याउनको होइन त्यहाँ राखेको थियो फसेको के खै कालो झोला ए कान्छी सामान सक्छ त्यत्रो नमस्ते सन्चै हुनुहुन्छ ए ल बस्नु है हस् दाइ थ्याङ्क यू दाइ नमस्ते भन मामालाई सबैजना अगाडि हिँड्नु त म भ्लग हाल्नु पऱ्यो नि होइन ल हिँड्नु बाबुलाई पोकी बोकेर हिँडियो सबै आइसक्यो लास्टमा छिटो जाने भने झन् हामी नै ढिलो भइयो आऊ बेटा हेलो गाइज अब हामी मामा घर आइसकेका छौँ अब यहाँबाट ठ्याक्क जाने हो अझ आऊ न हिँड न सक्छौ हिँड्न ल हिँड त बोक्न त म सक्दिनँ नि राजा अगाडि हिँड न म भिडियो बनाउँछु कि तिम्रो ल हिँड त यहाँ चढ्छु त्यहाँ लडिन्छ त्यहाँ चढेर त मामा घरको जङ्गल लिचीका बुट कटहरका बुट त्यो चाहिँ लिची हो जा अगाडि अगाडि जाऊ हामीलाई तँले भने के हेर्नुहोस् कागती भनेर चाहिँ हाम्रो कान्छो भाइ कञ्चनले कुखुरा पालन गर्दाखेरि बनाएको हो यहाँ आएर सुतिनुहुन्छ भन्दै हुनुहुन्छ है मम्मी ल आयो आयो यो चाहिँ हाम्रो चिटिक्क परेको हाम्रो मामा घर हो यहाँ यहाँ धान छ यस्तो राम्रो ठाउँमा छ हाम्रो मामा घर होइन कान्छी नछ नि त ल को आएको त्यहाँदेखि चुप्प गर नि त ठुलो मम्मीलाई कस्तो हो र ल चुप्प गराऊ आइ नमस्ते सबैजनालाई उहाँ चाहिँ हाम्रो ठुलो मामा नमस्ते भनेको ल भान्जी आउनु पर्छ सन्ध्या आउँदिन त्यो काम ए अनै रहेछ हौ यो त बालाई देखाइ नमस्ते बुवा ल हाम्रो आमा त पहिले आइसक्नु भयो रहेछ नमस्ते उहाँ चाहिँ हाम्रो मामा घरको बुवा नबसौँ क्वेसन सोध्ने आउँदैन नि त दिदी मलाई त अनि क्वेसन सोध्ने आउँदैन नि त पहिला ए भिडियो बनिसक्यो रहेछ कसरी जुम गर्ने हेर यो चाहिँ लप्सीको बुटो है हाम्रो मामा घरमा यिनी मेरी मामाकी ठुलमामाकी छोरी हुन् यिनी मेरी कान्छी दिदी हुन् माइली ठुलमम्मीकी कान्छी अनि उहाँ चाहिँ हाम्रो हजुरबुवा अघि नै पनि देखाइसकेँ अब मैले भिडियो बनाएको क्या हजुरको कति वर्ष हुनुभयो हजुर म अब 85 86 87 वर्ष अनि यो डाँडामा हजुरले के को फलफुलको बुट्टा के लाउनु भएको के लाउनु भयो ओहो सन्तला लिम्बुवा भएका जति सब कोही मासिएको छन् नत्र भन्दा यो त बोट बिरुवाको मात्रै हो यो जब हो त नि है कति धेरै लाउनु भयो नि भनेरै सकिँदैन अहिले त अहिले म भिडियो बनाउँछु नि सबै सम्झेर बिर्सिन्छु मैले नत्र त सबै थोक सारेकै बिरुवा केरा हो त्यत्र वरिपरि केरा छन् नासपति छन् अब आँपका बुट्टा छन् चाहिँ फल्या चाहिन्छ पनि धेरै छन् ए त्यो कसरी हुन्छ त्यो लोभ हाल्दा अब हामी त छोडेर हिँड्ने बेला भइसक्यो अब तिमीहरू सबै थोक यस्तो थियो भनेर माझमा
पहिला अब पञ्चायतको पालदेखि त लगाइराखेको भयो सिद्धि अहिले अब त्यत्रो वर्षसम्म कति समाजमा लागत चुनिएका मान्छेलाई गाउँले भोट हालेर 2-3 फेर चुनाएर अब उहाँ पाली प्याली काका कलरको ट्यालेर हिँड्थे त्यस्तै नि भयो जिल्लाको सदस्य भए अनि भए केन्द्र गएर समाज हुँदाखेरि हामी बैठकमा प्रधानमन्त्री भएकालाई त लाग्थ्यो नि प्रधानमन्त्री भनेको ठुलै कुरा हो अब अहिले त यहाँ सबैले फर्नालले भोट जित्यो भने अब तिमीहरू त्यहाँ हुँदाखेरि फर्नाललाई जित्यो अरे चुनाव त भन्छ ठुलो त वडा अध्यक्ष भन्छ तर हामी त्योभन्दा पनि ठुलो त्यति बेला त हो नि 3-4 अहिले नि हो हुन त अब त्यही समाज सदस्य फेरि पार्टीको तर्फबाट अहिले जिल्लाको सदस्य छु अब यो बगैँचा बढाउने भनेर सुन्तला 300 बुटा सुन्तला छाडेको अन्तरा ल्याएर त्यो सुन्तलाको अहिले अब 8-10 दुईवटा 10-15वटा छन् होला कहिले चाहिँ अब तिमीहरूलाई अब सुन्तला खाने बेला भनौँ न चाहन पठाएको छु क्या रहेछ अब मौका पऱ्यो भने त्यति वर्षै पछि चाख्यो छ नि ती अलिअलि रहेको बुट्टा छन् होला न त ती पनि माथिए सबै थोक अब केराली छन् अरू अनि के भयो हजुरलाई यो डाँडो छोडेर जाम भएन कहिले नि पहिला कहिले काहीँ छोडिदिन्छु म साथीहरूले चाहिँ कता जग्गामा चाहिँ जग्गा खोजिदिन्छौँ जान्छ सन्ने हुन् भन्थे त्यसै विकास भएर पैसा तिरेर होइन त्यो नि गइएन जाने हिसाब भएन अब ल्यायो हुन्छ 9वटा हुन्छन् बेलुका तिमीहरू हुन्छ त्यो आमासित है समाजमा काम गरिकाले यति खाए यति त्यो काम गर्छु भने पैसा ल्याए अनि यति खाएँ अझ पैसा मात्रै खान्छ मलाई अहिलेसम्म कसैले 4 पैसा खायो घुस खायो भन्ने होइन अब तिमीहरू सबै हताई 9 जना जन्मेर ती पनि हुर्काइयो तिमीहरू एउटा 2 त कति गाह्रो भएछ छोरी हो नि एउटै कति गाह्रो हुन्छ 9-10 जना हुर्काउन त गाह्रै भयो त्यो पनि भयो सबै सक्छ नि यहाँबाट उहाँ ठुलबिसीदेखि त लिएर जम्मै आफ्नो पञ्चायत परेको हुँदा त्यहाँ ती भित्रका स्कुल पढेर सबै संस्थामा कहिले ठुलो मिटिङ हुन्छ फलाना आइजाने बोलाउँछन् ती सबै गइयो अब भनेर त्यो अब म छोडेर हिँड्ने बेला नि होला तिमीहरूको हाम्रो जालोभित्र तिमीहरू हौ है म यो मूल अरू आमाहरू बाहरू तिमी नाता यी सबै भोलि भविष्यसम्म कायम रहने बाटो त्यो गर्नुपर्छ सबैभन्दा ठुलो खम्बा हजुरबुवाको इन्टरभ्यू लिएर आएँ मैले होइन यिनी हाम्री मामा ठुलो मामाकी कान्छी बुहारी हाम्री नि बुहारी हाम्री दिदी बहिनी होइन खसीको मासु आगोमा पकाउँदैछौँ यिनी माइत नगएपछि नि हामी आउँछौँ भनेर यस्तो माया गर्ने मान्छे पाउँछन् माइली छोरी हजुरबाकी बुढी हाम्री हजुरा उहाँ चाहिँ हाम्रो हजुरआकी कान्छी बहिनी हाम्री कान्छी हजुरा यिनलाई त चिनेछन् के सबैले यिनी कान्छी बहिनीलाई चिनेछन् अस्ति स्विमिङ जाँदा चिने उहाँलाई त मैले राही अस्ति स्विमिङ जाँदा ल नमस्कार म चाहिँ विद्याकै मम्मी हो नमस्कार विद्याकी ठुलो माइली मम्मी नमस्कार सबैको उहाँलाई त दिनलाई पहिला नि चिनाएको हजुर को अरे आमा भन्नु खिच भन्दै हुनुहुन्छ बुवालाई साह्रै रहलाई नि यहाँ सबै जडीबुटीहरूकोदेखि लिएर फलफुलदेखि लिएर सबै रोप्नु भएको छ अब मैले त्यो भनेर साध्यै हुँदैन होइन यो जङ्गलमा के रोप्नु भएको छ भनेर
अब लिचीदेखि लिएर लप्सीसम्म छ, अब अमृतो पनि छ। समयअनुसार प्रकृतिले पनि रूप फेर्दो रहेछ भनेर मलाई त्यो अनुभव भइरहेछ आजकल चाहिँ। किनभने अब यहाँ यस्तो छ, पहिला भाइले यहाँ कुखुरा पाल्थ्यो, भाइ जापान नजाँदै कान्छो भाइले। यस्तै गाईहरू अहिले म यतापट्टिबाट देखाउँछु। नमस्ते छोरी, ठुली ठुली भए, भाग्यमानी भए। चिन्यौ मलाई? मलाई त चिन्छन् के। गाई बस्तुहरू यहाँ छ नि, केरा यस्तो। उहाँ को आउँदै हुनुहुन्छ है। बाख्राहरू छन्। यहाँ हाम्रो मामा माइजू हजुरबुवा हजुरआमाले पाल्नु भएको हो। गाई भरे भोलि बाख्रे बिहाउने बिचरा। हेर बिचरा गाई, यत्रो पेट भएछ यिनको। गाह्रो गाह्रो भइरहेछ अरे यिनलाई। उहाँ चाहिँ हाम्रो बाकी जेठी नमस्ते जेठी छोरी हुनु नि हो। उहाँ चाहिँ अर्को आन्टी आउनुभयो। उहाँ चाहिँ कान्छीलाई सन्चो छैन अरे। हजुर होइन, ब्लग बनाएको नि। यति हाम्रो बहिनी कान्छीको छोरी एउटै। हेलो सिसर। है साथीहरू, उहाँ चाहिँ हाम्रो भान्से हुनुहुन्छ। अनि भान्से यहाँ पकाउने लसुन प्याज हामी सबैले यहाँ केलाउँदैछौँ है। यहाँ बस्नु मामा घरमा यस्तो रमाइलो भइरहेछ। यहाँ चाहिँ मम्मी र आन्टी नाच्नु भन्छ अरेली काँडेले भन्ने गीतमा। मैले चाहिँ किन गानासितै नहालेको भने मेरो फेरि भिडियोमा स्ट्राइक आउँछ, कपिराइट आउँछ भनेर मैले यो नाचेको जति गीत बजाएको जति चाहिँ साइलेन्ट गरेको है। हेर्दा हेर्दै आजै हाम्रो यहाँ मामा घरको गाई पनि बिहाएछ। यसको बाछी खोइ त माइजू? ए कुनातिर हो। बिचरा केही छ भन्नु तिमीलाई? यही ब्लग बनाउँछन् भाइसँग गर्छन् भाइलाई नै त्यस्तै यहाँ सबजना लुगा पकाउँदै होइन। अनि तिमी बहिनीको छोरी ल? मैले चाहिँ केही भन्नु छैन। हो, कतिमा पढ्छौ रे तिमी? म 4 मा पढ्छु। हो, तिम्रो नाम के हो? काव्य भण्डारी। काव्य भण्डारी है। अनि उहाँ चाहिँ को हुनुहुने हो ल भन्नुहोस् त हजुर? म क्रिस हो, हाम्रो बदा। एक गेम खेल्दै बसी छिन्। ए यहाँ चाहिँ केराहरू छन्। त्यहाँ एउटा घरी चाहिँ पछाइरहेको छ। अनि यो चाहिँ धानबारी हो। यहाँ चाहिँ बाख्राहरू छन्। छोरीले चिनाउँदै छिन् है यहाँ हाम्रो मामा घरमा। गाईहरू गाई चाहिँ अस्ति हिजो बिहाको राति, हिजो राख्ने दिनमा गाईले चाहिँ दर दियो होइन छोरी? होइन। अनि यहाँ पनि धानबारी छ। हो नि, यहाँ नि धानबारी छ ल। के भयो मुन्नु तिमीलाई? हेर 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 दौडेको। यहाँ किचनमा हाम्रो बुढी आमा। उहाँ चाहिँ हाम्रो बुढी आमा, हाम्रो माउहरूको किचन हो यो। ठुलो मामी यस्तो देखिनु भएको छ। म चाहिँ छोरीको ठुलो मामु यस्तो देखेको छु। अनि घर गएपछि अनि घर नाच्ने, किनभने भोलि बाबुको स्कुल छ, त्यही भएर हामी यहाँ बस्न भ्याइएन। म अब बाटोमा देखाउँछु। हामी त लाग्यो है सबैजनालाई बाई बाई। अब घर गएर हामी नाच्छौँ। आमा बाई 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 बाई। हामीसँगै जाने मेरो छोरा। बाई बाई छोरी। अब है ल ल आउनु गाडी आयो। मामा खै मामा गयौँ मामा हामी।
भाइ हामी पनि अब फर्क्यो ल ल म दिदी छोड्न जान ल ल मामा गयौँ हामी ल हजुरबा गयौँ बुवा ल हजुरबा ल सबै ल आन्टी स्मृति सबै है ऊ एउटा झोला बरु सक हाम्रो ट्याक्सी पनि हेर्नुहोस् त हाम्रो ट्याक्सी पनि आएर बसेछ ओ के को टेन्सन भएर कान्छी तँलाई भन् त स्पोर्ट ड्रेस हरायो रे स्पोर्ट ड्रेस हराएको टेन्सन लिइरहेछ अहिलेसम्म बाई बाई ल अघि पछि भएर बसौँ ल बाई बाई ल ल हामी साथीहरू हामी त अर्को गाडी नै आउनु पर्ने रहेछ त होइन होइन भोलि जानुहुन्छ आन्टीहरू त अहिले कति बज्यो 3 बज्यो ए भर्यो उहाँहरू कहाँ हो जाने बेग्नस्थान हो उहाँहरू त। हामी त मामा घरबाट घरतिर लाग्यो है अब हो त्यही हो महादेव उत्रेको जलेश्वर महादेव त्यहाँ हो हो त्यहाँ गाइज हामी घर आइपुग्यौँ बाबुलाई उल्टी गरेर मैले बाटोमा कहीँ पनि भिडियो बनाउनु पाइनँ थ्याङ्क यू फर वाचिङ माई भिडियो